सो हेलो गाइज वेलकम टु माई नेक्स्ट अनदर डे टु ब्लग। सो आज पनि हेर्नु सक्नुहुन्छ मेरो यहाँ दुईवटा थर्मस र सामानहरू सबै प्याक भइसकेको छ। र मैले चाहिँ अब जुन त्यो प्रोसेसहरू जुन बनाउने प्रोसेसहरूको चाहिँ भिडियो क्लिप लिन पाइनँ, त्यसको लागि चाहिँ सरी। किनभने अलिकति हतार भएको हुनाले चाहिँ मैले हतारले अब यो सिधै थर्मसमा चिया रेडी पारिसकेपछि चाहिँ अब यो भिडियो बनाउन स्टार्ट गरेको। ल म जाँदैछु चिया बेच्नलाई। र त्यो बनाएको पार्टहरू पनि चाहिन्छ, त्यस्तो केही तपाईँहरू माथि जिज्ञासा छ कसरी बनाउँछ त्योहरू केही बुझ्नु मन छ भने कमेन्ट गर्न सक्नुहुन्छ। त्यो पार्ट पनि म लिएर आउने नै छु। र त्यो भन्दै म अब जानेछु बसन्तपुर चिया बेच्नलाई र हेर्दै जाउँ। हस्, लेट्स गो गाइज, लेट्स गो। ल गाइज, मैले चाहिँ हल्का अलिकति अनुहार फेस चाहिँ अलिकति छुट्टै देखेको हुनाले चाहिँ म चाहिँ फेस धोएर अहिले म मुखसुख धोएर पुरा हल्का फ्रेस भएँ। अलिकति फ्रेस भइदिउँ टाइपको सोच लागेर चाहिँ म फ्रेस भइदिएँ। र म जाँदैछु र अब हेरौँ कस्तो हुन्छ हाम्रो वातावरण र चिया बेच्ने ठाउँमा के कस्तो टाइपको इन्भाइरोमेन्ट क्रिएट हुन्छ त्यो म तपाईँहरूलाई देखाउने नै छु। अगाडि हेर्दै जाउँ, साथ सपोर्ट दिँदै जाउँ भ्लगमा। र यदि तपाईँ नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब चाहिँ गरिहाल्नु होला। मुखको चाहिँ यस्तो अवस्था देखिरहेको छ अहिले। हामी चाहिँ जाँदैछौँ चिया बेच्नलाई। चिया 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 लेट्स गो। हेरौँ आज कति बिक्री हुन्छ त्यो म त्यसको अपडेट म तपाईँहरूलाई भिडियोको अन्तिममा दिने नै छु। के कति बिक्री भयो र कस्तो चाहिँ हाम्रो दिन चाहिँ कस्तो हुनेवाला छ र कस्तो भयो त्यसको अपडेट चाहिँ म दिने नै छु भिडियोमा। अन्तिमसम्म चाहिँ जोडिनु होला। र यदि तपाईँले अहिलेसम्म आउँदाखेरि भिडियोमा लाइक गर्नु भएको छैन भने चाहिँ लाइक गरिहाल्नु होला। हेर्नु गाह्रो छ नि मलाई, हेर्नु नि यहाँ यत्रो दुईवटा 3 लिटरको भनेपछि दुईवटामा 6 लिटरको, दुईवटा 6 लिटरको। अनि यहाँ एउटा सामानहरू चाहिँ एउटा हातमा झुन्डाएर यसरी अनि एउटा हातमा चाहिँ यसरी मोबाइल बोकेर यसरी भ्लग बनाउनु छ। लास्टै गाह्रो छ मलाई। सो यो मेहनतलाई चाहिँ बुझेर चाहिँ लाइक चाहिँ गरिदिइहालौँ है चाँडोभन्दा चाँडो। र सेयर गर्न मिल्छ भने सेयर पनि गरिदिनु। र कमेन्टमा केही सोध्न बुझ्न केही जान्न चाहना हुन्छ भने चाहिँ कमेन्ट पनि गरिदिनु। र मेरो प्यारा जुन यो दर्शकबिनहरू हुनुहुन्छ भिडियो हेर्न आउनेहरूलाई चाहिँ एउटा म सन्देश चाहिँ के दिन चाहन्छु भने जिन्दगी हो होइन, फुल अफ स्टेज। सबैको आफ्नो पेन हुन्छ, सबैको आफ्नो प्रब्लम हुन्छ। तर पनि हरेस कहिले नखानु, हार कहिले नमान्नु। आज नराम्रो दिन छ त के भयो त, भोलि त पक्कै राम्रो दिन आउँछ नि त। आज रात परे त के भयो त, भोलि त बिहान उज्यालो हुन्छ नि त। त्यही भन्दै चाहिँ म चाहिँ तपाईँहरूलाई मोटिभेट गराउन चाहन्छु। र यो चाहिँ मेरो मोटिभेट याद राख्नु होला। र यो बसन्तपुर कस्तो दामी कुकुर हो। चिया है चिया 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 है चिया 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 खानुहुन्छ चिया। चिया है चिया चिया दाइ चिया खानुहुन्छ चिया 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 खानु चिया चिया है चिया चिया चिया। ओ माई गड, लास्ट गरौँ हात गल्यो। अलिकति हात चेन्ज गर्छु। हात चेन्ज गरेर म यसरी बोक्छु अब। सो गाइज फाइनली अराइभ बसन्तपुर। हो आज चाहिँ घामै लागिरहेछ र के लाग्छ भने आज चिया बिग्दैन मेरो जस्तो लाग्छ मलाई। चिया चिया है चिया 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 खानु है चिया चिया चिया। It's so hot. It is so hard to do it. So guys, बसन्तपुर we arrived. बसन्तपुर दाइ चिया खानुहुन्छ चिया चिया है चिया। सो गाइज हामी आइसक्यौँ बसन्तपुर। अनि लेट्स गो
लेट्स सी कति बिग्छ दाइहरु चिया खानुहुन्छ चिया 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 है चिया चिया है चिया 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 खानुहुन्छ चिया 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 दाइहरु चिया खानुहुन्छ ए ओके सरी दिदी चिया है चिया 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 So guys, we are Basantapur. Chai cha cha cha. Chai cha cha cha. Cha hanunsa cha. Cha cha cha. मौसम पनि यस्तो त यस्तो दाइहरु चिया खानुहुन्छ चिया चिया खानुहुन्छ चिया 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 खानुहुन्छ तपाईहरु दाइहरु चिया खानुहुन्छ चिया हो दाइ एकछिन है उता महानगरपालिका खोज दिन्छन् कि फेरि म एकछिनमा आउँछु है एकछिनमा आउँछु चिया 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 है चिया 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 दाइ म एकछिनमा आउँछु चिया है चिया महानगर मलाई कस्टमरले चिया मागिरहेको थियो तर पनि त्यहाँ पछाडि चाहिँ महानगरपालिका आएको हुनाले चाहिँ म चिया दिएन महानगरपालिका चाहिँ किनभने खोज दिन्छन् कि चिया है चिया 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 है चिया 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 है चिया 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 आया या कोले चिया 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 है चिया 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 बसन्तपुरमा चिया बेच्दै भ्लग बनाउनुको पीडा मलाई मात्र थाहा छ किनभने कतिको गाह्रो छ भन्ने कुरा मलाई थाहा छ चिया है चिया 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 दाइ चिया खानुहुन्छ चिया 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 खानुहुन्छ दाइहरु चिया खानुहुन्छ दाइहरु चिया 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 खानुहुन्छ चिया है चिया हजुर छ मिल्क टी ब्ल्याक टी ए स्पेशल छ दाइ ब्लगमा हाम्रो भ्युअर्सहरूले पनि बसन्तपुर आएर मसँग चिया खाओस् सिरियसली मिठो हो नाम रमेश सिंह चिया मिठो छ मिठो छ मिल्क टी चिया जस्तै छ अमलेशगञ्ज के 12 जिल्ला सो गाइज चिया खानुहुन्छ चिया यत्रो राउन्ड हामी घिसिसकेपछि चाहिँ दुईटा सेल्स भएको छ मेरो चिया खानुहुन्छ चिया चिया खानुहुन्छ दुध चिया कालो चिया दुध चिया कालो चिया दाइ चिया खानुहुन्छ चिया 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 दाइहरु चिया खानुहुन्छ चिया है चिया सो गाइज हामी यसो घुमे छौँ राउन्ड हाने छौँ तपाईले यदि अहिलेसम्म लाइक गर्नु भएको छैन भने लाइक छुटाउनु भएको छ र यो भिडियोमा कमेन्ट गर्न छुटाउनु भएको छ भने प्लिज के को हतार गरिराख्नु भएको अझै के कुरिराख्नु भएको तपाईहरु लाइक बटन चाहिँ टिक टिक गरेर साइडपट्टिको सब्स्क्राइब बटनलाई चाहिँ क्लिक गरेर घन्टीलाई चाहिँ ड्याङ ड्याङ हान्न नभुल्नु होला हेलो गर्दिन न त केटा हो के छ रमेश सिंह है फिक्स चिया खाउन त चिया बेचिरहने हो के ल त ल ओके ल ल ल धन्यवाद सब्स्क्राइब हान्दियो है यो भिडियोले देख्यो भने शेयर सब्स्क्राइब ओ ल ल ल 5 वटा सब्स्क्राइब ग्यारेन्टी हो नि म त हेरिरहन्छु नि फेरि भरे ल ल कुरिरहन्छु है 5 वटा सब्स्क्राइब बढाउने ग्यारेन्टी दिएको छ बहुत खुसीको कुरा है यो त एकदम खुसीको कुरा अलिकति मेरो नि फ्यामिली बढ्ने भयो युट्युब फ्यामिली चिया है चिया 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 खानुहुन्छ चिया 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 खानुहुन्छ चिया खानुहुन्छ चिया चिया खानुहुन्छ चिया 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 खानुहुन्छ ब्ल्याक टी मिल्क टी
हात दुख्यो भिडियो keep watching guys चिया है चिया 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 खानुहुन्छ चिया 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 खानुहुन्छ चिया है चिया चिया है चिया चिया है चिया 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 ओहो सम्धिले त नाकमा त के खतरा लाग्यो कि तिमीले त्यो ल त है ओके बाई 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 यो चाहिँ भरे युट्युबमा आउँछ लाइक कमेन्ट सेयर सब्सक्राइब है ल ल ल चिया 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 हात दुख्यो चिया 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 खानुहुन्छ चिया 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 है चिया 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 खाऊ विदेशी कुहिरेहरू चिया खानु चिया 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 खाऊ चिया विदेशी कुहिरेहरूले चाहिँ खाँदैन यार मलाई लास्ट टेन्सन लाग्छ अनि चिया खाइदिँदैन र पो गाह्रो लाग्छ मलाई चिया है चिया 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 खान्छु चिया खानुहुन्छ चिया 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 ल हेर चिया खानुहुन्छ चिया 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 हेलो वर्धन मिठो हो के एकदम बवाल छ के दुई शब्द भनिदिन्छु अब फाइनली होइन यो भाइसँग भेट भएको छ हाम्रो अहिले गाई हामी त अब खाइरहेको छौँ भाइहरूको मेहनत हो होइन अब काम गर्छ उनीहरूले चिया कस्तो छ केटा हो है धन्यवाद हेर्न सक्नुहुन्छ रिभ्यू दाइहरूबाट बसन्तपुर आयो भने मसँग चिया खान नभुल्नु होला है गाइस होइन ल ल चिया खानुहुन्छ चिया डुवान ड्रिङ्क टी चिया खानुहुन्छ चिया ओके वेलकम से हेलो चिया 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 के हो सातो खायो मेरो चिया खानुहुन्छ चिया चिया खानुहुन्छ चिया चिया खानुहुन्छ दिदी चिया मेरो चिया खाँदै दाइ चिया कस्तो छ दाइ दाइ दिदी चिया दामी छ धन्यवाद है गाइस यदि तपाईँ पनि चिया खानुहुन्छ भने बसन्तपुर आउनु होला रमेश दिङको चिया र च्यानललाई लाइक सेयर सब्सक्राइब है चिया 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 काल भैरव मन्दिर हेर्न सक्नुहुन्छ गाइजहरू चिया 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 है चिया 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 दिदी चिया कस्तो छ मिठो छ ल गाइज होइन बसन्तपुर आयो भने मसँग चिया खान नभुल्नु होला ल दिदी कप चाहिँ डस्टबिनमा हालिदिनु है खाइसकेपछि स्योर है ल हस् धन्यवाद ल सो गाइज हामी चाहिँ अहिले यहाँ बसन्तपुरमा चिया बेचेर यसो एक राउन्ड जति चिया बेचेर घुमिसकेपछि यहाँ म बस्नलाई केही एक दुई शब्द भन्न मन लागेर चाहिँ म यहाँ बसेको के भने अस्ति आजभन्दा लगभग 4-5 दिन अगाडि एउटा दिदी आउनु भएको थियो त्यो दिदीले चाहिँ मलाई मेरो जुन इन्टरभ्यू भएको थियो जुन नेपाल ट्युब अस्ट्रेलिया दाइको युट्युब च्यानलमा त्यो इन्टरभ्यू त्यो दिदीले पनि देख्नु भएछ अनि त्यो दिदीले भनेको थियो तिमी त्यही इन्टरभ्यू दिनेवाला भाइ होइन भन्नुभयो अनि हो भन्दाखेरि अनि त्यो दिदीले मेरो यो अलिकति यो स्ट्रगल जस्तो देखिनु भएर चाहिँ मलाई अलिकति 500 रुपियाँ हेल्प गर्नुभयो तर मैले चाहिँदैन भन्दाखेरि अलिकति दिदीलाई अब के लाग्यो होइन मलाई 500 रुपियाँ दिदीले दिएर जानुभयो त्यो दिदीलाई म एकदम धेरै धेरै धन्यवाद दिन चाहन्छु यो भिडियो मार्फत यदि तपाईँले यो भिडियो पाउनु भएको छ भने यो भिडियोलाई एकचोटि भिडियोको कमेन्ट बक्समा कमेन्ट गर्नु है दिदी अनि यता ट्रामामा यो चाहिँ आज बिहानको घटना होइन बिहान ट्रामा सेन्टरमा पनि जान्छु म ट्रामामा जाँदाखेरि त्यहाँ पनि चिया बेच्दै थियो अनि एउटा दाइ त्यहाँ त्यो बेला चाहिँ दाइ आउनुभयो एउटा दाइ त्यो दाइ बिचरा म हस्पिटलमा हो त्यो होइन ट्रामा भनेको हस्पिटल हो हस्पिटल अगाडि चिया बेचिरहेको थियो बिहान अनि त्यो दाइले नि
मेरो इन्टरभ्यू देख्नु भएको रहेछ दाइ बिचरा होइन आफै एकदम घाइते अवस्थामा हुनुहुन्थ्यो होइन लाइक नसा च्यापेको ढाडको नसा च्यापेको बिरामी भन्दै हुनुहुन्थ्यो दाइले आफूले अनि बिरामी अवस्थामा थियो दाइ होइन बिरामी अवस्थामा हुँदाहुँदै पनि अनि मेरो त्यो इन्टरभ्यू दाइले देख्नु भएको रहेछ होइन मेरो इन्टरभ्यू देखिसकेपछि चाहिँ दाइले चाहिँ अनि मलाई अलिकति दया माया लागेछ दाइले चाहिँ होइन मलाई अलिकति अब पढिरहेको स्टुडेन्ट अनि पढ्दा पढ्दा यसरी चिया बेचिरहेको छौ स्ट्रगल गरिरहेको छौ बाबु मैले पनि तिम्रो एजमा एकदम धेरै स्ट्रगल गरेँ धेरै पसलहरूमा धेरै होटेलहरूमा आफूले भाडा पनि माझेँ अहिले चाहिँ म ठिक छु अहिले आफू चाइनातिर काम गर्दै हुनुहुन्छ अरे भन्दै हुनुहुन्छ अनि दाइले चाहिँ मेरो स्ट्रगल देखेर दाइले पनि मलाई त्यो बेला 500 रुपियाँ दिएर जानुभयो दाइ मैले पर्दैन लिनु कि पर्दैन भन्दाखेरि नि मलाई जबरजस्ती चाहिँ दाइले 500 रुपियाँ चाहिँ मेरो ब्यागमा आफै हालेर जानुभयो दाइले चाहिँ त्यसको लागि चाहिँ म एकदम धेरै धेरै धन्यवाद दिन चाहन्छु यदि तपाईँले नि यो भिडियो देख्नु भएको छैन च्यानल मेरो कमेन्ट बक्समा कमेन्ट गर्नु है दाइ अनि तपाईँको त्यो साथ सपोर्टलाई त्यो दाइलाई दिदीलाई म दुवैलाई एकदम धेरै धेरै धन्यवाद भन्न चाहन्छु दुवैजनाले मलाई सहयोग गरिदिनु भएकोमा र त्यही हो गाइज किप इन्जोइङ अब बाँकी चाहिँ चिया बेचेको ब्लग ल है स्याड नहुनु जे जस्तो भयो है दाइ दिदीलाई धन्यवाद मलाई सहयोग गरिदिनु भएकोमा र किप इन्जोइङ सो गाइज यति नै हो ल अब हाम्रो चिया बेच्ने काम स्टार्ट गरौँ कुराकानी यस्तै हो जिन्दगानी दर्पण छाया लामो छ कुराकानी दाइ चाहनुहुन्छ चिया दाइ चाहनुहुन्छ चिया दाइ चाहनुहुन्छ चिया दाइ चाहनुहुन्छ चिया दाइ तपाईँले अहिलेसम्म यो भिडियोले चाहिँ लाइक कमेन्ट एउटा लाइक चाहिँ गर्नुभएको छैन भने अहिले नै क्लिक गरिहाल्नु होला है यस्तो मेहनत गर्नुपर्छ गाइस दाइ चिया कस्तो छ भन्नुहुन्छ मिठो छ है बसन्तपुर आउँदाखेरि धन्यवाद हेर्न सक्नुहुन्छ गाइस दाइहरूसँग रिभ्यू यदि तपाईँहरू बसन्तपुर आउनुभयो भने मसँग चिया खान चाहिँ नभुल्नु होला र अहिलेसम्म लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नुभएको छैन सब्सक्राइब गरिहाल्नु होला है धन्यवाद खाइसकेपछि यो कप चाहिँ डस्टबिनमा हाल्न नभुल्नु है ओके ल धन्यवाद कस्तो छ गाइस बवाल छ है बसन्तपुरमा आयो भने मसँग चिया खान नभुल्नु होला होइन सो गाइस यहाँ मसँग हुनुहुन्छ जापानको दुईजना दाइ दिदीहरू र उहाँहरू चाहिँ जापानिज भएर पनि नेपाली ल्याङ्ग्वेज चाहिँ खत्रै बोल्नुहुन्छ खत्रै बुझ्नुहुन्छ दाइ दिदी तपाईँहरूलाई वेलकम छ चिया कस्तो लाग्यो दाइ धेरै मिठो हुन्छ धेरै मिठो आजसम्म मान्छे बनाएको चिया धेरै मिठो हुन्छ मान्छे त उहाँहरू चाहिँ खासमा भन्दाखेरि जापानबाट आउनु भएको तर नेपाली ल्याङ्ग्वेज चाहिँ खत्रै बुझ्नु पनि हुन्छ र नेपाली ल्याङ्ग्वेज चाहिँ बुझ्नु पनि हुँदो रहेछ र बोल्न पनि सक्नुहुँदो रहेछ दाइ दिदी तपाईँहरूले यो ल्याङ्ग्वेज चाहिँ कहाँबाट सिक्नुभयो आफूले सिकेको अनि किताबमा सिकेको अनि मान्छेलाई सोधेर सिकेको है हजुर उहाँहरू चाहिँ नेपाललाई यस्तो माया गर्नुहुन्छ है हजुर नेपाल यस जापानिजहरूले नेपाललाई यस्तो पनि धेरै मिठो छ है दाइ दिदीलाई एकदम धन्यवाद है अरू देशको कन्ट्री भएर नि अरूको देशको कन्ट्रीमा लाइक यहाँ भाषा सिकेर है यसरी हिँडिराख्नु भएको छ हाम्रो नेपालमा बसेर ट्राभल गरिराख्नु भएको छ है नेपालीमा जापानिजमा धन्यवाद कसरी भन्ने arigato gozaimasu अनि तपाईलाई नेपालमा स्वागत छ कसरी भन्ने स्वागत छ भन्ने नेपाल स्वागत छ या वेलकम इन नेपाल नराउने तर हामी पनि वेलकम भन्ने वेलकमै भन्ने जापानिज भाषामा वेलकम योकोसो नेपाल
यो कसो नेपाल नेपाल यो सर, कसो नेपाल यो कसो नेपाल यो कसो नेपाल यो कसो नेपाल थ्याङ्क यू बाई 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 ल जापानबाट आएर दाइ दिदीले यहाँ मेरो चिया खाँदै हुनुहुन्छ यदि तपाईँहरू यहाँ बसन्तपुर नजिकतिर हुनुहुन्छ भने यहाँ आएर मेरो चिया खान नभुल्नु होला है गाइस अनि यो भिडियो हेर्दै हुनुहुन्छ भने लाइक कमेन्ट सेयर सब्सक्राइब ल धन्यवाद ओके धन्यवाद ल है सो गाइज हेर्नु सक्नुहुन्छ फाइनली अब रात पनि पर्यो अब हामी चिया बेचेर अब जाँदैछौँ रुमतिर रुम गएर म देखाउँछु तपाईँहरूलाई आज चाहिँ के कतिको सेल्स भयो के कस्तो भयो अब तपाईँहरूलाई थाहा छँदैछ के कस्तो भयो आजको दिन र हेर म कति चाहिँ के कतिको कमाइ भयो त्यो चाहिँ म देखाउनेछु किप सपोर्टिङ किप सब्सक्राइब है लाइक गर्नुभएको छैन भने लाइक गरिहाल्नु होला यस्तो मिहिनेत गरेको छु अनि जो आज यो भिडियोमा उपस्थित हुनुभयो दर्शक महानुभावहरू यदि तपाईँहरू यो भिडियोमा आउनुभएको छ यो भिडियो तपाईँहरूले झुकेर अथवा कसैको जे गरेर नि पाउनु भएको छ भने प्ले गर्नुभएको छ भने यो भिडियोमा चाहिँ एउटा कमेन्ट गरिदिनु है म चाहिँ डट फलानु भनेर कमेन्ट गरिदिनु म तपाईँहरूको कमेन्ट रिप्लाई गर्छु र तपाईँहरूको कमेन्ट पिन पनि गर्छु है ल हस् ल सो गाइज फाइनली म चाहिँ रुम आइपुगिसकेँ आज पनि म तपाईँहरूलाई यहाँ पैसा चाहिँ के कतिको भएछ सबै देखाउनेछु अमाउन्टहरू होइन के कतिको अमाउन्ट भयो पैसाहरू के कतिको आयो देखाउनेछु यो ब्यागमा ल चेक गरौँ है अब कतिको आज दिनभरिमा कति कमाइ भयो लेट्स काउन्ट आवर इन्कम 930 सो हेर्नुहुन्छ गाइज आज चाहिँ मेरो 930 रुपियाँ भएको छ है टोटल आजको इन्कम आजको कमाइ 930 रुपियाँ सो धन्यवादले 930 रुपियाँ भएको छ सो धन्यवाद यति धेरै सपोर्ट गरिदिनु भएकोमा अन्तिमसम्म भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद ल अब अर्को भिडियोमा है